जिन्दगी कमाउनेहरूको भन्दा रमाउनेहरूको हो। त्यसैले कमाउँदा इज्जत राखेर कमाउनुहोस्, रमाउँदा ज्यान फालेर रमाउनुहोस्। यसो कतै ढिस्काहरू देखिए उभिएर सेल्फी हान्नुहोस्। प्रत्येक दिन परेको झरी होस् वा बिहानीमा झुल्किने घाम होस्, आफ्नै लागि हो भन्ने ठान्नुहोस्। हप्ताको 7 दिन कुनै न कुनै उत्सव मान्नुहोस्। आफूले आफैलाई संसारको सबैभन्दा भाग्यमानी मान्छे ठान्नुहोस्। कुहिरोको काग बनेर खुट्टाहरू नथाकुन्जेल हिँड्नुहोस्। खोल्टीले धानुन्जेल मन पर्ने सामानहरू रोजी रोजी किन्नुहोस्। मान्छेहरूलाई किन पर्यो छहरा पहरा र लहरालाई मजाले खिचाउनुहोस्। इन्द्र लाग्छ भन्ने मध्य दिनमै मस्तले निदाउनुहोस्। आन्द्राहरू बटारिन्जेल दाँत देखाएर हाँस्नुहोस्। नजाने पनि टिकटकहरू बनाउँदा खुट्टा बङ्गाउँदै नाच्नुहोस्। के थाहा छ भोलि शोक पुस्तिकामा कसले तपाईँको नाम लेख्ने हुन्। 2-4 दिन बाँच्ने न यो दुनियाँ देख्ने हुन्। त्यसैले मरेपछि बाल छैन जस्तो सुकै कात्रो किनुन्। कसले ठान्छ र मरेको लासहरू जुरुक्क उठेर हिँड्नु। त्यसैले कहिले हिमाल बनेर हेर्नुहोस्, कहिले पहाड बनेर कुर्नुहोस्, कहिले भुमरी बनेर बोल्नुहोस्, कहिले आकाश बनेर खुल्नुहोस्। औँलाहरू नदुखुन्जेल थिच्नुहोस्। मजाले पोज दिई फोटाहरू खिच्नुहोस्। स्वाद लिन चिकन र मटनै खानुपर्छ भन्ने छैन। बासी दाल भात भेटे पनि मजाले बजाउनुहोस्। घुम्नलाई विदेशै जानुपर्छ भन्ने छैन। यिनै डाँडा काँडाहरूलाई पनि बजाउनुहोस्। परिवेश जस्तो सुकै परे पनि आफू त्यसको मालिक बनेर कजाउनुहोस्। दुनियाँको बाल छैन आफैसँग हाँस्नुहोस्, कहिलेकाहीँ आफैसँग लजाउनुहोस्। स्मृतिका मिठा पलहरूलाई फेसबुकमा सजाउनुहोस्। भोलि मरेपछि दुनियाँले तिनै हेर्ने हुन्। थाहा छैन कति बेला कहाँ घुप्लुक्क लड्दा कसले सेतो कपडाले बेर्ने हुन्। त्यसैले इज्जत राखेर कमाउनुहोस्, ज्यान फालेर रमाउनुहोस्। धन सम्पत्ति र मल हुँदैमा केही झुल्किँदैन। ठुलो पद पाउँदैमा मध्य रातमा घाम झुल्किँदैन। त्यसैले कसैको पो आँखामा आँसुहरू हुँदैनन् र साह्रै पिर पर्दा को पो रुँदैनन् र तपाईँ पनि मान्छे हो। पिर पर्दा डाको छोडेर रुनुहोस्। मनका कुण्ठा र गाँठा